बुझ्दै हुनुहुन्छ उहाँ बेहुलीपट्टिबाट बेहुलीको उहाँ गर्नुभयो बुवा हजुरबा हजुरआमा बेबा यहाँ चाहिँ बिहा हाम्रो छोरा छोराको नाम के छोराको इन्गेजमेन्टको कार्यक्रम सुरु भयो। हामी अहिले सबैजना यसरी बसेको छौँ। हाम्रो इष्टमित्र सबैजना आएको छ। यता सबै पऱ्यो बेहुलीपट्टिको, यता हामी पऱ्यौँ बेहुला साइडको होइन दिदी बेहुलापट्टिको। हेलो छ्यामा काकेर यहाँ पऱ्यो बेहुलाको आमा हाम्रो दिदी। ल नमस्ते दिदी, तपाईँलाई कस्तो फिल भइरहेछ? खुसी हुनु पर्यो नि छोराको होइन। हाम्रो घरमा अब लक्ष्मी आउँदैछ, हाम्रो सन्तान। सम्झिनी हाम्रो सम्झिनीले बोल्दै हुनुहुन्छ। यहाँ सम्झिनी पर्यो। नमस्कार र बधाई छ तपाईँहरूलाई पनि। मैले अघि लिइसकेँ दाजु र दिदीलाई। हाम्रो बुहारी नानीको आगमन हुँदैछ।
बेहुली नानीलाई सासूपाटीहरूले वेलकम भनिदिनु। हाम्रो नयाँ बुहारीलाई वेलकम छ भनिदिनुहोस्। खै ताली पड्काउनु न हौ। खै बेहुली आएको त ताली पनि छैन। ताली पड्काउनु ताली पड्काउनु। बेहुली आएकोमा ताली पड्काउनु पर्यो। सबैजनाले खुसियाली मनाउनु पर्यो। मिठो हर्साइमा होइन बाजे झन् खुसी हामीभन्दा धेरै खुसी सबै खुसी बाजे धेरै खुसी झन् हामीभन्दा हामी सबैजनालाई दाजु चाहिँ अलिक दुखी दुखी होला छोरी भर्खर बिदाई गर्नुभयो होइन दाजुको छोरीले त्यत्रो जिम्मेवारी पुरा गर्न सक्ने दाजु यता हेर्नुहोस् त दाजु ल सोल्टिनी दिदीहरू सबैजना इन्जोय गर्नुहोस् आज इन्गेजमेन्टको पार्टीमा लिँदै गर्नुहोस् अनि म आम्ला जोइन गर्नु
हजुरहरूलाई कस्तो लाग्यो होला आजको एङ्गेजमेन्टको पार्टी कस्तो हुँदैछ? नमस्ते नमस्ते। कस्तो हुँदैछ बेहुलाको आमालाई? हो कस्तो राम्री भएर आउनुभएछ हाम्रो दिदी। ल इन्जोय गर्नु सबैजना ड्रिङ्क। आज छैन वाइनहरू? ल चियर्स है। ल चियर्स। भतिज कस्तो हुँदैछ भतिज? वेल गुड भेरी भेरी एक्सिलेन्ट। भाइको आज धेरै खुसी होइन निले दाजु? गणेश दाजु हेलो कहाँ हराइ जानु भएको त? अनि छोराको खुसियालीमा नाच्नु पर्यो अब। हो त्यसरी पछि पछि। हामी सबैजनालाई बधाई छ। इन्द्रा दिदी कस्तो लाग्यो? एकदम ठिकठाक ठिकठाक। के खानुभयो? के पिउनुभयो? ला दिएन? हामी जति मात्रै खानु पायो है। पहिला जन्तीलाई होला नि त स्वागत। अब तपाईँलाई बिस्तारै होला। रमाइलो हुँदैछ नि होइन दिदी? अब दिदी बहिनी एकछिनमा फोटो खिच्नु पर्छ उता बाहिर। बेहुला बेहुली अघि गर्नु औठी साटासाट अनि उयो गरिसक्नु भयो त नि माला? फोटोसुट हुँदैछ। आजको पार्टी प्यालेसको यस्तो खालको एन्भाइरोमेन्ट छ। डेकोरेसनदेखि लिएर यो चाहिँ इटरी पर्यो तालतलैया जाने बाटो। सेरेमनीको स्टेज नातिनी बुहारी ठिकै होला नि? ठिकै छ। नातिनी रुको छैन नि? नातिनी रुन्छ नि हौ रुँदैछ। अब एक दुई दिन काम छ दिदी इनोरवातिर। ओके स्टार्ट। हाम्रो डिनर सुरु भयो। ल मजाले बिस्तारै खानुस् टाइम लिएर हतार नगरिकन खानुस् होइन दिदी? आज के हो हामीसँग त बस्दैन होला जस्तो त सर्छ त यो दिदी त जिस्काइदिएको। ल ल दिदी सुरु सुरु बिस्तारै खानुस्। हजुर म अब एकछिनमा
दिन्छु। डिनर भयो डिनर? हस् हस् ल इन्जोय गरेर खानुहोस् बिस्तारै। मिठो? ओके। व्यवस्थापन ठिक छ नि सम्धिहरूबाट? डबल तिर्बल खुसी होइन दाजु? दिदी यता हेर्नुहोस्, दिदी ठिकै हुनुहुन्छ? आज एकदम रमाइलो भयो है हाम्रो सन्दीपको त्यो के अरे इन्गेजमेन्टमा। हेमा खाना मिठो छ? ठिक छ ल दिदी। दिदी खाना कति खानुभयो? इनफ हो ल। यता उहाँहरूलाई चाहिँ अब के भनेर सम्बोधन गरौँ, अलिक अलमलमा परे है सोल्टिनीहरू। क्यामेराम्यान यहाँ छु त। आज अमर दाजुको छोराको इन्गेजमेन्ट रमाइलो पल छ। यता हाम्रो भतिज, उता हाम्रो म्याडम, हाम्रो आज बेहुलाको आमा, मेरो भाउजू, यता मेरो भाउजू दाजु, बेना, साइली दिदी, गीता दिदी, यता हाम्रो क्यामेराम्यान भाइ आज राम्रो राम्रो फोटो निकालिदिनु भएको छ। आउनुहोस् आउनुहोस्, यता जोइन हुनु। सरी है ल, म यता गएँ।
दाजु र भाउजूको त आज त हाइलाइटमा आउँछ नि यहाँ। दादा नाच्नुहुन्न? ए हो, आउनुहोस् न यसो हल्लिम। दाजु आउनुहोस्, यता हाम्रो ब्लगमा जान्छ है, युट्युबमा हुन्छ सबै। आउनु नानीहरू, रमाइलो गर्नुपर्छ। बिस्तारै बिस्तारै लिनुहोस् अनि यहाँ नाच्न आउनुहोस् है। दिदी हाम्रो दिदीको डान्स खतरा छ नि। गीता दिदी अमर दाजु र शान्तिला भयो खिचिहाल्नु पर्यो। भेना रमाइलो गर्नुपर्छ, रमाइलो। दाजु भाउजूलाई साथ दिनुहोस्। ल दिदी भाइको ठिक छ, सानी दिदी, कान्छा दाजु। हाम्रो दादाको डान्स खतरा छ। एमा यता 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 भाउजू अन्तिम पटक नाचेर गइदिनुहोस्। गीता दिदी आउनुहोस्। यो ब्लगमा आउँछ, युट्युबमा युट्युबमा। एमा यता
हजुरआमाले नसाथी राख्नु भएको छ भाइ यता गएँ ल यसलाई रिहर्सल गराउनु पर्ने रहेछ अलिक छोटो समय भयो नि त भयो है रिहर्सल पुगेदैन कि दुईटै ननाच्ने खालको रहेछ अहिले यस्तो ग्रान्ड गर्छ नि राम्रो खिचिनु भएको छ भाइहरूले धन्यवाद यहाँ चाहिँ हाम्रो छोरा र बुहारीको राम्रो पर्फर्मेन्स हुँदैछ क्ल्याप सबैले क्ल्याप ल हाम्रो यहाँ दिदी र यहाँ सम्धीको राम्रो जमेको छ है डान्स दामी दामी यतापट्टि हुनुहुन्छ भाउजू हुनुहुन्छ नि उतापट्टिबाट खिचिदिनु राम्रो आउँछ क्या अरे नभ्याउला नाच्दा नभ्याउला बोल्थ्यो यार ल हेर राम्रो हामी भनेको पृथ्वीमा आएको दिदीको पाहुना हो अलिक साह्रो दाजु सुनिएन पृथ्वीमा चाहिँ हामी भनेको मान्छे चाहिँ एउटा चेतसित प्राणी अरे होइन तर मान्छे जतिको लोभी पापी अधर्मी र कुकर्मी त कोही पनि हुँदैन अरे हो सास भएको प्राणी मध्ये चाहिँ चेतसित प्राणी चाहिँ मान्छे नै अरे हो तर यो मान्छेले त्यो म चेतसित प्राणी हो भनेर कसैले पनि जान्दैन तर कस्तो भने मान्छेले कहिले दोष नलाग्नु 6 दिनमा 6 टुले जे लेखेर दिएको हुन्छ त्यो पुग्छ र फल्ना छोरा यस्तो भयो फल्ना छोरी यस्तो भयो नभन्नु उनीहरूलाई 6 दिनमा 6 लेखेर पठाएको हुन्छ त्यसले गर्दाखेरि एउटाको मिलन र एउटाको बिछोड हुन्छ होइन अब हामी मिलन भएको छौँ अब तपाईँलाई यति बेर त हामीले नराख्नु पर्ने भोलिबाट चाहिँ भनेको कतै उनीहरूले अलिक अगाडि सम्झिसम्झिले पठाइदियो भने हामीलाई चाहिँ राम्रो हुन्छ होला भन्ने होला होइन तर गर्दै भन्दै लाँदाखेरि त्यस्तै हुन्छ पोखरी भनेको सानो दलाई नि पोखरी भनिन्छ ठुलो दलाई नि पोखरी भनिन्छ है
अब खोला सानोलाई पनि खोला हुन्छ ठुलो पनि खोला हुन्छ त्यसले गर्दाखेरि गर्दै भन्दै लाँदा यस्तै भयो यतिखेर भयो गुनासो नमान्नु होला हामी दुई घरको परिवार एक घर भइरहेछ भविष्यमा त यहाँ म यहाँ नहोस् फल्लाको छोरा फल्लाको छोरी भन्ने नहोस् हामी एउटा चाहिँ अस्तिसम्म त कसो कसो भएको थियो अहिले त दुई ढुङ्गा बिचमा चेप्टेको तरुल भयो म नि चेप्टेँ तपाईँहरू पनि चेप्टिनु भयो अब न त तपाईँले भन्दा तपाईँ ठुलो हुनुहुन्छ न त मैले भन्दा मै ठुलो हुन्छु कोही नै हुँदैन हामी बराबर हो अब हाम्रो छोरी तपाईँले लानुभयो तपाईँको छोरी हामीले ल्याउँछौँ ठुलो सानो हुन्छ त भएन भएन कहिले नै हुँदैन त्यसले गर्दाखेरि अब गर्दै भन्दै लाँदा यस्तै भयो अब समय भनेको आउँछ जान्छ मान्छेहरू कोही धेरै बाँच्छन् कोही थोरै बाँच्छन् अब हामीलाई नै आजको दिन चाहिँ लामो भइदियो भने हुन्थ्यो भन्ने त थियो होइन तर पनि त्यो दिन नै आउँछ नि एक दिन अब आज गर्दै लाँदा यस्तै भयो अब आजलाई चाहिँ कसरी गरौँ भन्दाखेरि अब हजुरहरूसँग चाहिँ दशमलव जोडी बिन्ती नै माग्नु पर्ने अब जसो गरेर नि हामी त हारेका छौँ तपाईँहरू जसरी पनि जित्नुपर्छ माथि हुँदैन हामी त जसरी गरेर नि अगुलोले कुटेको कुकुर बिजुली सम्पिँदा नि कुवाई गर्छ भन्थ्यो होइन त्यस्तै या खाएर चाहिँ के भन्छ भने त्यो भाषामा चाहिँ कुचुमा चिम्बिन्छ कुना बिजुली साना अगुलोले कुटेको कुकुर बिजुली भन्दा कुवाई गर्छ अहिले त कुवाई भएको छौँ हाम्रो छोरी चेलीहरू हजुरहरूको पासमा दिएको छु फलोस् फुलोस् भविष्य राम्रो गरोस् जोडी शत्रु नहोस् अब आजको चाहिँ कार्यक्रम भनेको हाम्रो यो बिहा कुनै पनि होइन हाम्रो आज इन्गेजमेन्ट आज हाम्रो दुई छोरी ज्वाइँको मिलन आजबाट सुरु भएको छ भविष्य राम्रोसँगले चाहिँ उत्तर प्रगतिको कामना राम्रोसँगले गरेर चाहिँ खानु घरै के अरे फल्लाको छोरी फल्लाको छोरा कसैबाट नहोस् अब अहिलेलाई चाहिँ समयले नि मेटो काटिसक्यो आजको दिनलाई चाहिँ बिदा गर्दै हजुरहरूलाई चाहिँ भनेदेखिको जाने बाटोको चाहिँ शुभ यात्राको चाहिँ परामर्श गर्दै म माथि हजुरहरू मेरो हाम्रो घरमा र हजुरहरूको घरमा हामी हुन्छौँ अहिलेलाई चाहिँ अब कस्तो गरौँ भने गीत गाउनेले भन्छ कि छुट्नु त मन लागेको थियो र पनि मन रुवाइरुवायो भने छुट्नु पर्ने दिन भएको छ होइन र त्यसको लागि चाहिँ दशमलव जोडी बिन्ती मैले चाहिँ यति नै जाने है बा बढी बोलेँ होइन यति नै जाने मैले एक ढुङ्ग्रो दुई मुटुको खुन एक मुटुमा जम्मा भएको छौँ भोलि शत्रुले पनि अम्ला ठड्याउने ठाउँ चाहिँ नहोस् हाम्रो लागि शुभकामना अब यति भन्दै अब कस्तो भने रात परेपछि चरालाई पनि गुड खोज्दै जान्छ अरे होइन त्यो गुडमा जानु पर्यो बा रुखमा छ बा रुखको टोड्कामा छ बा घरको बारदलीमा छ होइन त्यो जानै पर्छ अब मान्छे पनि आफ्नो झुपडी पनि घरै हो भाडामा बस्यो भने घरै हो आफ्नो आफ्नो गन्तव्यतिर लाग्नुपर्छ अहिले त छुट्नु होला आज जे जस्तो भयो भने गुनासो नमान्नु होला 24 गतेको दिन तपाईँहरूले छाती फुल्याएर हामीसँग कुरो गर्नु होला त्यो दिन तपाईँहरूको राजीनामा हुन्छ राजीनामा आज चाहिँ तपाईँहरू बन्दकीमा पर्नु भएको त्यो दिन चाहिँ हामी राजीनामा गरिदिन्छौँ र त्यो दिन मात्रै तपाईँहरूले कुरा गर्नु होला आज चाहिँ पाउनुहुन्न कुरा गर्नु धन्यवाद हजुरलाई 24 गते चाहिँ तपाईँहरूको राजीनामामा आउँछ त्यहाँबाट मात्रै तपाईँहरूले बोल्नु होला हस् हजुर बन्दकी हो अहिले त्यो भनेको हुन्छ त बन्दकी त भन्छ फिर्ता नि हुन्छ नि होइन यो के अरे एउटा भनेमा त मेरो बहिनीहरूलाई होइन मेरो भाइहरूलाई त्यो कुरो चाहिँ मैले गर्नु सकिँदैन र पनि कस्तो भने कुनै कुरो गर्दै लाँदाखेरि मेटो चाहिँ मार्नुपर्छ अरे क्या त्यही भएर सोच्यो नि के चाहिँ 24 गते चाहिँ नि के अरे हजुरको छोरी मात्रै राजीनामा कि हजुर पनि राजीनामा हुनुहुन्छ मलाई पनि अब सम्झना तपाईँ नै मसँग बस्छु भन्ने सोच्छ भने
कुखुरा त आएको छैन। डराउँछौ स्यालको छोरा स्याल जुगे बाघको छोरा बाघ जुङ्गे हामी त बस्तीबाट आएको छौँ लान्छौँ भनेर मान्छे भन्नुमा कहाँ घर जोइ चाहिँ जान्न आउनुहुन्छ भने चाहिँ मलाई 4-5 जना नि बोकेर लान्छु आँटेर हिँड्नु मात्र तपाईँलाई घरलाई लान्न जहाँ पनि राख्छु हजुर घरलाई ससुरालीमा लान्न जहाँ पनि राख्छु म लाउँछु ल ठिकै छ म पनि त त्यसमा त नाइ भन्दिनँ नि त यिनीहरूलाई चाहिँ लु अब छुट्ने बेलामा सगुन चाहिँ खाउँ है एकताल सगुन एकताल खाउँ है एउटा के भन्ने यो गफ मात्रै हो आजको तर गफ नि हुने कार्यक्रम अब यहीँ समाप्त भयो होइन आमामा तपाईँ चाहिँ यो लास्टमा चाहिँ ढिलो आयो कडा पो दिनुभयो ठिक छ ठिक हो हस् धन्यवाद हजुरलाई हजुरले यति पनि दुई शब्द बोलिदिनु भयो अन्तिम लास्ट इन्डिङ भएको हुने समयमा हजुरले पनि इम्पोर्टेन्ट कुरा गरिदिनु भयो तपाईँलाई पनि लाखौँ लाख धन्यवाद र चाहिँ अब अरू के भन्नुभयो हजुरलाई पनि मुरी मुरी धन्यवाद इङ्ग्लिसमै भन्नु इट इज राइट भेरी मस्ट अब 24 गतेको लागि चाहिँ नि बिचरा कत्रो मन रुएको छ नि कहाँ गएर गर्नुपर्छ मालपत गएर गर्नुपर्छ लिखित होइन ठिकै छ सोचेँ पुर्याएर होइन तरिका पुर्याएर लेखेर सही गरेर लाने हिसाबले आउँछु नि म हुन्छ 10 अम्ली जोडी बिन्ती छ हजुर के गर्नु हो नेपाली कागजमा होइन नेपाली कागज नेपाली कागज आज चाहिँ के भन्नु पर्यो भने के गर्नु भने आगोलाई यस रमाइलो भयो आजको कार्यक्रम जिन्दगी 2 दिनको चातो पानी नुन ढाकीमा यस्तै रहेछ जिन्दगीमा सपनामा त्यही भरे दिले भनेको छुट्टै हजुर भन्नु पर्यो अब के भन्नु होइन त्यो नरु भोलि भेटौँला नि के दिन आउँछ होइन मनको जान ठाउँ छैन ल ल है लु ठिक छ सही छ बा पुनः भन्नु पर्यो बा कुरुसे रुमाल छोड्ने हो कि चिनो कुरुसे जोड्यो भेट है लक्क धले